मेरो घर हो यहाँ आमाहरूको निकाल्दै मेरो म्याच काममा गर्दैछु guys. Guys, so kस्तो लाग्छ मेरो भिडियो गाइज के हो भन्नु सोध्नुहुँदै होला यो चाहिँ मोमबत्ती भन्नु गाइज काटियो यो तेरे बिना आसवा तेरे बिना बाख्राको चारो गाइज यस्तो भनेछ गाइजको यो कलरले भरे बनाउनु पर्ने रहेछ गाइज साथीहरू गाइज अब अस्ति हामीले टोइलेट बनाएको देखाउनुलाई म यहाँ त्यहाँतिर गइरहेको छु यति म यत्रो भइसक्यो गाइज
ठुलो ठुलो भइसक्यो नि त टोइलेट हामीले यस्तो बनाएको गाइज यस्तो टोइलेट बनाएको टोइलेट पनि बेकार छ गाइज सब्सक्राइब गर्न चाहिँ नाम बिर्सिनु होला चाहिँ म भरे पनि भिडियो अलि हाल्ने गाइजहरू खाजासाजा पनि खाइसक्यौँ गाइज अब हामी अहिले यता छौँ चारो पनि पकाइसक्यो बल्ल हामीले त्यो यस्तो खुल्ला बनाइसक्यौँ दाबाट छिरेर यस्तो बनाइसक्यौँ गाइज होइन अब हाम्रो आमा बुढी हुनुभएको छ अनि बाख्रा पाल्नु भएको रहेछ एकजना एक्लै मात्रै हुन्छ अब छोराहरू आइतबारतिर हुनुहुन्छ नि त अब आमाहरूको छोराहरू अब यस्तै हो अब हामी अहिले यसैतिर चाहिँ हामी अब जङ्गल जान आँटेको हिजो पनि गएको थिएँ जङ्गलतिर टिकटकमा हेरिहाल्नु भएको होला होइन अब युट्युबको लागि हो भिडियो है अब के हाल्नु भनेर अब यस्तो युट्युबमा के भिडियो हाल्नु भनेको अब जङ्गलको भिडियो हाल्नै पर्यो अब एउटा भिडियो त बनाउनै पर्छ अब के गर्नु होइन भोलिबाट आयौँ निङ्गो अब आज चाहिँ 3 जना जाने हो आमा म ड्याडी जाने हो निङ्गो टिप्ने एक मुठा भए पुग्छ हामीलाई त 2 बाउ छोरा मात्रै हो अब आमा बुवा मम्मीहरू पारतिरै हुन्छ अब के गर्नु अब हामी त यतै मधेसतिर छु मैले गाइज यस्तो दिन पानी पर्छ जस्तो गाइज त पानी धुम्मेर आइसकेको टावर हो गाइज आज दिन त्यता त राम्रो भइरहेको छ आज दामी धुम्मे गाइज यो घर हो यही घर हो आमा घर त यही हो गाइज यो मेरो साइकल यता राखिसकेको छु भित्र प्रीत बनी भरिन सक्छु म तिम्रै लागि बतासै छरिन सक्छु म जङ्गलतिर भेटौँ होला निङ्गो टिपेको ठाउँतिरै अब जङ्गलतिर भेटौँ होला अहिले खै आमा कहाँ गइसक्नु भएको छ जङ्गलतिर भेटौँ होला सब्सक्राइब लाइक कमेन्ट सेयर गर्न त नबिर्सिनु होला है ल गुड मर्निङ अब जङ्गलतिर त्यो बाख्रा पनि ल्याइसक्नु भएको छ यति एउटा ल्याउनु भयो अनि 2टा खोली चाल्नुहुन्छ गाई जङ्गल बनाइसक्नु जङ्गल बाटोको छेउमै छ क्या जङ्गल पनि पर टिपिसक्नु भयो म यताबाट म साइकल घुमाएर आएको नि त गाइज निङ्गो टिप्न निङ्गो त टिप्नै पर्यो अब गाइज एउटा बनी गरिसकेँ मैले एउटा बनी गाइज यस्तो पातले त निङ्गो पाइन्छ नि अब मधेसतिर पालमा त डन्ठे निङ्गो यति पाइँदैथ्यो गाइज होइन अब यस्तै छ होइन गाइज आज चाहिँ टपक्नु पर्यो निङ्गो अब त निङ्गो भनेको त निङ्गो त रहेछ नि कसले छैन भनेको मधेसमा मैले आउने बित्तिकै यति टिपिसकेँ त त्यो एक हातले मोबाइल समाउनु कि के समाउनु मलाई थाहै भएन गाइज यता रहेछ पनि यति टिपिसक्यो गाई चाहिँ यति त्यो त मिलेन नि यही चाहिँ यति टिपिसक्यौँ अब आई होप एकदम सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु बिरामी हुनुभएको छ भने सम्पन्न गरिदिनु होला है ल वरिपरि जङ्गल हामी दुई बिचमा गाइज केही पनि हुँदैन गाइज निङ्गो भेटिनँ हिजो त टप भेटेको थिएँ मैले आज त निङ्गो पनि गाइज हो के भन्नु अब यति धेरै टिपिसक्नु भयो आमामा धेरै टिपिसक्नु भयो आफूले यति टिप्दैछु भर्खर आएको त्यो 2 घन्टा भइसक्यो भन्नु अरे 5 मिनट 6-7 मिनट भयो आएको चाहिँ 6-7 मिनटमा यति भेटेको थिएँ ठिकै हो हेलो गाइस वेलकम बैक टू पापा तेरे बिना दियास टिभी सक्यौँ गाइस
एक झोला भइसकेको छ गाइस यो मङ्गलबार बजार